हेलो साथीहरु, हामी चाहिँ बाहिर बसिरहेको छौं किनभने मेरो साथी हाम्रो साथी नेपाल जाँदै हुनुहुन्छ फिनिशमा। अनि हामी दुईजना चाहिँ यहाँ बसिरहेको छौं। अनि हाम्रो साथीले धेरै पैसा कमाउनु भयो अनि जाँदै हुनुहुन्छ। हामीलाई चाहिँ पैसाले पुगेको छैन, अझै धेरै हामीहरु कमाएर मात्रै जान्छौं। पछि फेरि भेट्छौं। अनि मलाई मिठो मिठो खाना पकाएर खुवाउने अहिलेसम्म मेरो साथी जाँदै हुनुहुन्छ। अब फेरि उहाँले पकाउनु हुनेछ। अब चाहिँ उहाँले पकाउनु हुनेछ अनि म चाहिँ खाँदै बस्ने छु। यस्तै छ साथीहरु, के गर्नु, धेरै वर्ष बस्नुभयो उहाँ। अब पैसा भनेको कुरा त्यस्तै हो। अनि फेरि पनि हामी नेपाल गएपछि नेपालमा पनि भेट्ने छौं है त साथीहरु। धन्यवाद।